अरे रो क्यों रहा है लाले? तूने सुना नहीं, जहाँ दर्द है वहाँ मर्द है। अन्ततः फाइनली मोस्ट अवेटेड बलिउड फिल्म धुरन्धर 2 को ट्रेलर रिलिज भएको छ। के अब धुरन्धर 2 ले 1 को रेकर्ड तोड्ला? 3 मिनेट 26 सेकेन्डको ट्रेलर कस्तो छ त? आउनुस् कुरा गरौँ। भिडियो एकदमै इन्ट्रेस्टिङ अनि रोचक हुनेछ। कृपया भिडियोलाई सुरुदेखि अन्तिमसम्म नछुटाई हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा पहिला हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन दबाउन पनि नभुल्नुहोला। हामी यस्तै ताजा अनि नयाँ मुभीहरूको अपडेट र रिभ्यू लिएर आइरहनेछौँ। जुन मुभीको पार्ट 1 हामीले केही समय अघि मात्र हलमा हेर्न पाएका थियौँ र कुनै पनि मुभीको पार्ट 2 यति छिटो आउँदै गर्दाखेरि दर्शकहरूलाई एक किसिमको खुसी त लाग्छ नै अनि शङ्काहरू पनि उत्तिकै लाग्छ। यति छिटो पार्ट 2 कसरी बन्यो? अन्य चलचित्रहरूको पार्ट 2 आउनलाई 2-3 वर्ष लाग्छ, तर यहाँ धुरन्धरको पार्ट 2 भने 2-4 महिनामै तयार भएको छ। यो चलचित्रको यथार्थ कुरा के छ भने खास गरी यो चलचित्र एउटा पार्टमा मात्रै बन्नेवाला थियो, तर चलचित्र बनाउँदै जाने क्रममा चलचित्रको फाइनल एडिट सकिँदासम्म चलचित्र जम्मा 5 घण्टाको बनेको भन्ने जानकारी प्राप्त भएको छ, जसले गर्दाखेरि चलचित्रलाई 2 पार्टमा रिलिज गर्नुपर्ने अवस्था आएको हो र चलचित्रको सुटिङ पनि पहिला नै सकिसकेको थियो र केही नपुगे जस्तो लागेका र थप्नुपर्ने सिनहरू भने फेरि पछि थपिएको हो, जसले गर्दाखेरि यो चलचित्रको पार्ट 2 बन्नलाई समय नै लागेन। 3 मिनेट 26 सेकेन्डको ट्रेलरमा देखाए अनुसार भन्ने हो भने यस ट्रेलरमा सुरुदेखि अन्तिमसम्म हामीलाई एक्सन मात्रै देखाइएको छ र त्यसको साथमा केही सस्पेन्सहरू पनि लुकेका छन्। जुन चलचित्रको पार्ट 1 अक्षय खन्नाको कारणले चलेको भन्ने कुरामा कुनै पनि दुई मत छैन। उनी भिलेनको क्यारेक्टरमा देखिए तापनि हिरोलाई डोमिनेट गर्दैका छन्। यो नै एउटा त्यस्तो पहिलो चलचित्र हो जुन चलचित्रमा हिरोको होइन भिलेनको स्टाइल र स्वैग फेमस भएको थियो। हो त्यही भिलेन यानि कि अक्षय खन्नालाई हामीले यस चलचित्रको ट्रेलरमा देख्न पाएका छैनौँ। के साँच्चै अक्षय खन्नाको क्यारेक्टर सकिएकै हो त? यस ट्रेलरमा केही त्यस्ता कुराहरू देख्न र सुन्न पाइन्छ। रेमन्ड डकैतको मृत्युपछि अब त्यहाँको बादशाह को बन्छ भन्ने कुराहरू पनि उठाइएको छ, जुन कुराले ट्रेलरलाई अझै इन्ट्रेस्टिङ बनाउँछ। तर हामीले आशा गरेका छौँ यस चलचित्रमा अक्षय खन्नालाई पनि देख्न पाउनेछौँ। उता ट्रेलरमा रणवीरको 2 किसिमको लुक्स र क्यारेक्टरलाई देखिरहँदाखेरि चलचित्र पुरै सस्पेन्समा रहेको देख्न सकिन्छ। रणवीरको यो 2 क्यारेक्टर कस्तो क्यारेक्टर हो त? यो 2 क्यारेक्टर मध्ये या त रणवीर सिंह डबल रोलमा हुनुपर्छ या त उनको अर्को क्यारेक्टर फ्ल्यासब्याकको हुनुपर्छ। चलचित्रको पार्ट 1 मा भन्दा पार्ट 2 मा अझै धेरै खुन खराबा एक्सन देख्न पाइनेछ, किनभने अबको पार्ट 2 मा हामीले रिभेन्ज देख्न पाउनेछौँ। चलचित्रको स्टोरी इन्डिया र पाकिस्तान बीचको हो। यो स्टोरीले इन्डियन दर्शकहरूलाई जुन किसिमले छोएको छ, नेपाली दर्शकहरूलाई भने त्यो किसिमले छुन सक्दैन। तर जे भए पनि यो चलचित्रले नेपालमा पनि एकदमै राम्रो व्यापार गर्ने अवसर भने पाएको छ। यति बेला नेपालमा चुनावको कारणले गर्दाखेरि कुनै पनि ठूला चलचित्रहरू रिलिज हुन पाएका छैनन्, जसको फाइदा धुरन्धरले उठाउने भएको छ। उता फेरि एकदमै प्रतीक्षित मानिएको अर्को चलचित्र टक्सिकले पनि ठाउँ छोडिदिएको छ। यदि यो चलचित्रसँगै उता टक्सिक पनि आइदिएको भए चलचित्रको व्यापारमा ठूलो उतार चढावहरू देख्न पाइने थियो, तर चलचित्रले सोलो रिलिजको मौका पाएको छ, जसले गर्दाखेरि यति बेला यस चलचित्रले 2000 करोड पार गर्न सक्छ भन्ने अनुमान पनि लगाइरहेका छन् र कतिपयले यस्तो पनि अनुमान लगाइरहेका छन् यो चलचित्रले धुरन्धर 1 को रेकर्ड पनि तोड्न सक्दैन, किनभने 1 मा जस्तो 2 मा अब अक्षय खन्ना नहुन सक्छन्, जस कारणले गर्दाखेरि मात्रै पनि चलचित्रको व्यापारमा ठूलो असर पर्न सक्छ। चलचित्रको स्टोरीले अब दर्शकहरूको एक्सपेक्टेसन म्याच गर्छ गर्दैन यो कुरामा पनि भर पर्छ। अनुमान त जति पनि गर्न सकिन्छ। कुनै समय बलिउड चलचित्र वार जसको पार्ट 1 ले ब्लकबस्टरको ट्याग हासिल गरेको थियो, जसले बक्स अफिस रेकर्डहरू त बनाएको थियो नै, ब्लकबस्टरको ट्याग पनि हासिल गरेको थियो र उक्त चलचित्रको पार्ट 2 ले 2000-3000 करोड पार गर्छ भन्ने अनुमान लगाइरहेका थिए। तर चलचित्र दर्शकहरूले सोचे जस्तो नभएको कारण वार 2 पनि फ्लप हुन पुगेको थियो। अब धुरन्धरले के गर्ला? तपाईहरुलाई ट्रेलर कस्तो लाग्यो अनि यो चलचित्र हेर्न कतिको एक्साइटेड हुनुहुन्छ? आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला। साथै हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा।